रासोपाका सम्पूर्ण अहिले विजयोन्मुख विजय भइरहनुभएका साथीहरूलाई र देशैभरि रासोपा समर्थकहरूलाई के भन्न चाहन्छु भने हामी संयमित हुनुपर्छ, हामी उत्तेजित हुनु भएन। अब हाम्रो अभिव्यक्तिहरू अझ बढी जिम्मेवार हुनुपर्छ। प्रतिपक्षीलाई होच्याउने, गाली गलौज गर्ने जस्ता क्रियाकलापहरू तत्काल बन्द हुनुपर्छ। सम्मान, लोकतन्त्र भनेको फरक मतको सम्मान हो, जनताले दिएको जिम्मेवारी हो। जनताले चाह्यो भने खोज्न सक्छन्, यसै गरी अझ योभन्दा पनि खराब तरिकाले खोज्न सक्छन्। त्यस कारणले कसैले पनि यसलाई चाहिँ उन्मादको विषय बनाउने, यसबाट चाहिँ अलि बढी हेप्ने प्रतिपक्षलाई अथवा आफू अलि बढी मातिएको जस्तो गर्ने कसैले पनि गर्नु हुँदैन। हामी सम्पूर्ण निकायलाई म यहीँबाट के बताउन चाहन्छु भने सम्पूर्ण निकायहरू, राज्यका सम्पूर्ण तह र तबकाका विभिन्न निकायहरू, अन्तर्राष्ट्रिय समुदाय, म सबैलाई के आश्वस्त गराउन चाहन्छु भने रासोपा जिम्मेवार छ। विगतमा भएका कमी कमजोरीहरूलाई पनि यसलाई एउटा अध्ययनको विषय बनाएर अलिकति परिपक्व ढङ्गले मुलुकलाई अगाडि लिएर जान्छ। निर्धक्क हुनुहोला, मुलुक सुरक्षित हातमा छ भन्ने कुरा म विश्व समुदायलाई यहीँबाट आश्वस्त गराउन चाहन्छु।